एकदमै नरमाइलो लाग्यो साँच्चै नै भन्नुपर्दाखेरि रोशन रोगो देख्दा होइन सबै फ्यामिलीहरू नै इमोसनल भएको देख्दा चाहिँ एकदमै नरमाइलो लाग्यो अनि इच्छाकोमा पनि मन्दिर जान पाइएन सरी मेरो इच्छा नलिछ्याउनु होला हजुरलाई धेरै सली भन्न चाहन्छु तर बर्थडे चाहिँ एकदमै भव्य तरिकाले मनाउँछौँ अनि त्यही नै हो गाइज अनि नितु चाहिँ हल्का सन्चो छैन सो सामान लिन्छ म र मोटी मात्र जान्छ अनि सामानहरू पनि लिएर आउनु छ ए मन्जु मम्मीले चाहिँ यिनीहरूलाई चाहिँ जानुभन्दा अगाडि चाहिँ गिफ्ट पनि दिएको छन् गाइज देख्न सक्नुहुन्छ यहाँ ए सो मन्जु मम्मीको चाहिँ एउटा सानो उपहार चिनो भनौँ देख्न सक्नुहुन्छ सो एउटा चाहिँ के ल्याइदिनु भयो हरियो कुर्ती ल्याइदिनु भएको छ टक्क एउटा प्रतीक्षालाई अनि एउटा चाहिँ नितुलाई सो देख्न सक्नुहुन्छ यहाँ सो दुईवटा चाहिँ सामान ल्याइदिनु भएको छ मम्मीलाई पनि धेरै धेरै धन्यवाद यति राम्रो सामान ल्याइदिनु भएको तर मलाई चाहिँ दिएनौ कि तिमीले मलाई त दिनुपर्थ्यो म तिम्रो कत्रो छोड तिमीले के सोच्यौ तिमीले भन त मलाई दिएनौ तर ठिकै छ मेरो मन दुखेर के गर्न सकिन्छ र अब नदिने मान्छेलाई कसले के भन्न सक्छ र के भनौँ र खोइ छाडी जानेलाई भन्थ्यो त्यस्तै हो